ल हेलो एभ्रीवान गाइसहरु म चाहिँ काली लेकमा छु उले के त कस्तो दामी यहाँ आज चाहिँ हामी क्याम्पिङ गएको अनि वेदर चाहिँ दामी खोल्यो यहाँ कस्तो पानी भएको छ यहाँबाट जान अनि यता आउनु भिडियो बनाइदिनु ल ल यदि तपाईहरु चाहिँ पोखरामा हुनुहुन्छ भने अनि क्याम्पिङ जाने सोचमा हुनुहुन्छ भने यो चाहिँ ढिक्की डाँडा रिजोर्ट चाहिँ यताबाट जान्छ भने हैन यता फेरि लेफ्ट साइडमा चाहिँ सिधै चाहिँ काली लेक जाने बाटो हो अनि पार्किङ चाहिँ अलि अगाडिसँग जान्छ अनि त्यहाँ चाहिँ स्कुटर यहाँ चाहिँ स्कुटर पार्क गरेर यहाँदेखि चाहिँ 1.5 आवर लाग्छ है माथि काली लेक पुग्नलाई अनि तपाईहरु क्याम्पिङ पनि अनि बस्न पनि ठाउँ छ अहिले चाहिँ टिआरको समय भएर त्यो होटल चाहिँ बन्द छ हाइकिङ डे क्याम्पिङ डे फाइनली हामी आइपुग्न लाग्यो तलबाट हामीलाई आउनलाई चाहिँ 1.5 घण्टा लाग्यो पछि दिदीहरु पछाडी आउने हुनुहुन्छ मलाई बस्ने चाहिँ फास हो बस्नको लागि यहाँ होटल रहेछ तर अहिले चाहिँ टिआरको टाइम भएर मान्छे चाहिँ छैन जस्तै हो फाइनल्ली हामी चाहिँ काली लेक आइपुग्यो तर यहाँ चाहिँ क्याम्पिङ चाहिँ टेन्ट चाहिँ कता राख्ने भनेर सोचिराखेको नि हिमाल चाहिँ हेर्नु त गाइस माछा पुछेर यहाँ यस्तो हो यस्तो खतरा देखिन्छ अन्त हामीले यहाँ क्याम्पिङ गरेको थियो माई गड यहाँ त यस्तो डेन्जर झ्याङै खाने क्याम्पिङ हुँदैछ गाइसहरु हामी चाहिँ यहाँ बस्ने हो त्यहाँ चाहिँ मासु पोलेर खाने अहिले बेलुकी है अनि लुक एट द भ्यू गाइसहरु यस्तो दामी हो क्या नि यहाँ चाहिँ यो रुखले थोरै छिप्दियो के नत्र खत्रै हुन्छ यी वाउ यता यिनीहरु चाहिँ मुख धुँदैछन् गाइसहरु चाहिँ यो के होला गाइसहरु चिन्नुस् के होला काली लेकमा गाइसहरु यस्तो पाए फोटोशूट गर्दै हो गाइसहरु फोटोशूट गरेर सक्यो अहिले यस्तो दामी देखिन्छ के अझै हाम्रो यहाँ टेन्ट चाहिँ अलि भएन के यहाँ टङ्गेको अर्को ठाउँमा राखे भए खत्रै हुन्थ्यो अर्को ठाउँमा राखे भए झन् अझै खत्रै हुन्थ्यो अब चाहिँ यहाँ फायर दिदी देखाउनुस् यहाँ चाहिँ हाम्रो चिकन रेडी चिकन विङ्स त्यो मासु खान आउनुस् गाइजहरु मासु आउनु के तपाईको दाउरा चाहिँ अलि यता नि barbecue and Himal you can see beautiful Himal आजको मर्निङ भ्यू चाहिँ यस्तो छ गाइसहरु राम्रोसँग खोलेन के हो हामी चाहिँ उठिसकेछौँ सनराइज हेर्ने भनेर तर के गर्ने यस्तो हो त बादल त के हो यस्तो क्लाउडी गरे गाइसहरु हामी चाहिँ घर जान लागेको अनि राति त हैन यो टेन्टको छेउमा चाहिँ एउटा थोरै पोखरी छ के अनि सानो अनि रातभरि यहाँ त जनावरहरू भालुहरू बाघहरू सब पानी खान आउने रहेछ है रातभरि कराएर है हामी त सुत्न पनि डराएर दिदीहरू है यहाँ आउन चाहिँ क्याम्पिङ आउन चाहिँ अलि धेरैजना आएको चाहिँ ठिक हुनेछ कि ग्रुपमा हैन हामी चाहिँ थोरैजना अनि दिदीहरू त सुत्नै सकेन डराएर है हामी त रातभरि नसुतिकन बसेको तपाईहरु आउने बेलामा चाहिँ अलि धेरै ग्रुप बनेर आउनु होला थ्यांक्स फर वाचिङ टिल द इन स्टे ट्युन फर नेक्स्ट भिडियो